हेलो, आज बुधबारको दिन म दमक बजार यसो आज हाट दमक बुधबार बजार लाग्छ को दिन आज म यसो यहाँ घुमफिर गर्न लागिरहेको छु। म यहाँ यो दमकको सबभन्दा ठुलो 3 स्टार होटल पनि भन्छ यो दमक भिरगुटी चोकमा रहेको नेपालीका होटल को छेउमा छु म। यो नेपालीका होटल यो दमकको अलिक राम्रो स्तरीय होटल यो 3 स्टार पनि भन्छ। दमकको अलिकति यो राम्रो शानदार अलिकति महँगो होटल यो नेपालीका होटलमा को छेउमा म छु। यहाँ अलिकति दमक भिरगुटी छेउको यो नेपालीका होटलमा म यहाँबाट आज दमक बजार घुम्न निस्किरहेको छु। यो दमकको अलिकति शानदार होटल हो यो नेपालीका होटल। यो नेपालीका होटलको छेउतिरबाट म यहाँबाट घुम्दै आज दमक बुधबार बजार घुम्न लागेको छु। दमक वहाँ हाट बजार पहिलादेखि नै बुधबारको दिन लाग्छ। यहाँ यो एउटा अर्ग्यानिक सब्जी बजार, यो अर्ग्यानिक यहाँ बजार अर्ग्यानिक सब्जी बजार होइन, सब्जी दोकान भनौँ सरी। अनि सानो एउटा सब्जी दोकान छ। यहाँ पाहाडबाट लिएको राम्रो राम्रो यहाँ अर्ग्यानिक सब्जीहरू, कोपीहरू, आलुहरू, सुटुनीहरू, विभिन्न यहाँतिर के हो खानेकुराहरू पनि, पिँडालुहरू, यो आलु, यहाँ यस्तो यो के भन्छ योलाई के पो भन्छ, यो के पो यो असुरो सब्जी कि के हो, यो केमा प्रयोग गरेर खानु? यो करेला जस्तो तितो हुन्छ। ए अनि कस्तो खानेकुराहरू पनि यहाँ विभिन्न अर्ग्यानिक यो असुरो अरे यो एकदम दबाई हुन्छ, भिटामिन, अदुवा, यो यहाँ पाहाडको अर्ग्यानिक खानेकुराहरू के हो, बोडी, सिमी, सुन्तला होइन। यहाँ यो भन्टा, यो के हो, भन्टा हो कि के हो, बैगुन होला यो ए रुख टमाटर है, यसलाई रुख टमाटर भन्दो रहेछ। यो अमला, यो चाहिँ के पो भन्छ यो, यसलाई यो थाहा छ के हो? रिठा। यो त खानेकुरा होइन नि होइन, यो यसलाई बस्दा बस्दै खाने यो केमा प्रयोग हुन्छ? साबुन कि दबाई? ए लुगा फटाको है। म त अस्ति खानेको रिठा, यो पाहाडको यो अर्ग्यानिक खानेकुराहरू, पाहाडे आलुहरू, यो मटरहरू होला, मटर कोसाहरू, यो राम्रो राम्रो पाहाडको यो अर्ग्यानिक खानेकुराहरू यहाँ यो सब्जीहरू चाहिँ यहाँ आउनु पर्दो रहेछ। यो सुटुनी अरू विभिन्न पाहाडको अर्ग्यानिक लसुनहरू, बोडी, यो सबै खाने सब्जीहरू हुँदो रहेछ। म यहाँबाट अब यसो यतातिर लागिरहेको छु। आज बुधबारको दमकको बुधबार हाट बजार यसो घुम्नको लागि घुम्दै हिँडिरहेको छु। यहाँबाट म यसो यहाँ यो होटल साँझ, सेक्वा कर्नर, स्वाङ सेक्वा कर्नर, सेक्वाको यहाँबाट अब घुम्दै म यहाँबाट भिरगुडी चोकको बाटो मेममेङ खाजा घर, यो यता चाहिँ दमक कालो सुकुटी सबै यो चाहिँ पुरा सुँगुरको यहाँ धराने कालो बङ्गुर भन्छ। यो चाहिँ दमकै कालो बङ्गुरको यसरी फ्रेस मिट मासुहरू, यो टाउन टप मासु पसल, यता खुसीका मासु पसल, यो सबै यहाँ वरिपरि सुँगुर बङ्गुर अब के भन्छ यो सबै यो सुँगुरको मासु पाउने, बङ्गुरको मासु पाउने। यो राँगाको ताप्लेजुङ पाथिबाट फ्रेस हाउस, यहाँ सबै यो सुँगुरको बङ्गुर भनौँ, सुँगुर भन्ने एउटै हो। यहाँ यसरी यहाँ यो झिङ्गा भन्काउँदै बस्नु भएको छ। मासु पसलहरू यहाँ सबै
सुँगुरको मासु दमकको यो ताजा सुँगुरको मासु पाउने ठाउँ दमक कालो सुँगुरको मासु धराने कालो बङ्गुर भन्छ तर यहाँ चाहिँ दमक कालो सुँगुरको मासु यो सबै दही फ्रेस हाउस मासुको लाइन हो यो सबै मासुको हो यहाँ यी सुँगुरको मासु बङ्गुरको राँगाको अस्टेन मासु पसलले 5 थरी मासु सेवा पसल यो मासु पसलमा यी किन्ने ग्राहकहरू भिड छ आज यो सबै यहाँबाट यी मासु पसलमा 5 थरी सेवा मासु पसल दमक छ रत्न चोक धरानमा रत्न चोक यहाँ पनि रत्न चोक रहेछ यो सबै यहाँबाट यी मासु किन्ने ग्राहकहरूको भिड छ राँगाको मासु अर्ना जस्तो छ हेर्दा त राँगा रहेछ अनि यो मासु पसल हो यहाँ ल यो मासु किन्नेमा ग्राहकहरूको यहाँ भिड छ यहाँ ताजा ताजा राँगाको मासु पाउँदो रहेछ पाउँछ अब म यहाँबाट हिँड्दै अब यो आजको बुधबारको बजार घुम्न लागिरहेको छु आज पहिल्यैदेखि नै दमकमा बुधबारको दिन चाहिँ बजार लाग्छ तर पहिला जस्तो त्यति रौनक त छैन अहिले समयले अब त्यति साह्रो पहिला त गोस लाइनमै मासु लिनु जानु पर्थ्यो बाहिर पाउँदैन थियो अहिले चाहिँ सबैतिर चारैतिर मासु पाउँछ जता भन्यो त्यतै फ्रेस राम्रो अनि कोही त आजको बजार पनि बुधबारको बजार पनि खासै जस्तो छैन पहिला जस्तो छैन भर्खरै छ अब यहाँबाट आजको बुधबारको बजार घुम्दै लाग्नु पर्यो आज बुधबारको दिन अब यहाँबाट दुलोमा बुधबार ल यो अब शङ्खरदह चोकमा आइरहेको छु यो दमकको बीच यो बजारको मुटु यहाँ बीच बजारमा शङ्खरदह चोकदेखि यो मिसाल बजार पनि भन्छ यहाँ आज धेरै नामले चिनिन्छ म पहिला त मिसाल बजार अहिले नमुना बजार 2-3वटा नामले पो यहाँ त शङ्खरदह चोक यो दमकको नमुना बजार है पहिला यहाँ मिसाल बजार पनि भनिन्थ्यो शङ्खरदह 2-3वटा नामले नै यहाँ चिन्छ अब यो आज बुधबारको दिन खासै पहिला जस्तो मान्छेको भिडभाड बजार पनि भएन छ बिहानको समय भएर हो कि खै त मान्छेहरू बुधबारको दिन पनि छैन मान्छेहरू चकमन्न छ पहिला यहाँ भिडभाड हुन्थ्यो हप्तै पछि बुधबार बजार लाग्ने ठाउँ यहाँबाट म हाटखोलातिर लाग्दैछु हाटखोलातिर म हिँड्दैछु यो पहिला यहाँ पानीको फोहराहरू यहाँ हुन्थ्यो यहाँ राति बेलुकाको नाइट मार्केटहरू हुन्थ्यो त्यो भोलि छैन रहेछ यो यहाँ यो भर्खर खोल्दै रहेछ बिहानको टाइममा भएछ बजार पनि खोइ त नि दमक बजार भन्छ खोइ त्यस्तो छैन अहिले यो यता यो अहिले दमक यो गोसलाइन जाने बाटो हाट बजार जाने बाटो यहाँबाट यो नयाँ अहिले सुपर मार्केट यो कम्प्लेक्स भवन बनाउँदैछ अहिले यो नयाँ यसले कम्प्लेक्स भवन यो सुपर मार्केट यो पहिला यहाँ यो नगरपालिकाको यो ठाउँ रहेछ यहाँ सुनचाँदीहरू दोकानहरू थियो यहाँ हटाएर अहिले नगरपालिकाले हटाएर सबै अहिले दमक नगरपालिकाले यो सुपर मार्केट भाटबटी जस्तै तर त्योभन्दा ठुलो त हुँदैन भाटबटी हो यो अहिले सुपर मार्केट कम्प्लेक्स बनाउँदैछ यो दमकमा नयाँ कम्प्लेक्स भवन यहाँबाट अब यहाँ अलिकति अब गोस लाइन यतातिर हाटखोला जाँदैछु है म आज हाटखोला जाँदैछु है यहाँ
अब हाट खोला आज खोइ त बजारको त्यस्तो छैन यहाँ भर्खर भर्खर रहेछ कस्तो छ यताको पहिला हामी अब गोसलाइन जाने बाटो हाट खोला यो ल फ्यान हेलो थ्याङ्क यू यहाँ गोसलाइनतिर अब जाँदैछु यो पहिला सुँगुर व्यापारीहरू यहाँ हुन्थ्यो अहिले छैन रहेछ यो गोसलाइन जाने बाटो अब यहाँ सिटीले पनि हान्छ ल बाटोहरू अस्तव्यस्त ल अब म यताबाट गोसलाइन जाँदैछु है यहाँ आज यहाँ सुँगुरको ए के छ होइन भिडियो हेर भ्लग के छ हालखबर अनि ए म आज खोइ त बुधबारको दिन यहाँ चल मान्छे त्यति नहुँदो रहेछ नि है ए छैन रहेछ अनि के छ हालखबर तपाईँको अब यो हाट खोलाको तिरबाट म यहाँ कपडा दोकान मसिनो खात्रा खुद्रो बजार रहेछ यहाँ जहाँ त सुँगुर पाठाहरू पनि छैन रहेछ आज बेच्ने यहाँ थुप्रै हुन्थ्यो पहिला गोसलाइन जाने बाटो है दमकको हाट खोला जाने बाटो यहाँ सुँगुर व्यापारीहरू हुन्थ्यो रहेन रहेछ अहिले यो ठुलो यो भवन है दममा बनाउँदै गरेको कम्प्लेक्स व्यापारी भवनहरू हुँदैछ यहाँ अब यो यता यो पशु गोसलाइन होटेलहरू या सेकुवा फाक्सा पाउने यो लाइन है सुमन होटेल शर्मिला म पनि पहिला यहाँतिर एउटा छ सम्पूर्ण यो पुरानो यहाँ चाहिँ फाक्सा चाउमिन मोमो सिकुटी पाउने यो होटेलहरू है यहाँ राम्रो चल्छ यो यता गोसलाइनको यो होटेल लाइन है यो सुमन होटेल छ एउटा अन्न यो के छ सम्पूर्ण यो होटेल लाइनहरू है यहाँ मोमो थुक्पा चाउमिन सेकुवा मिठो पाउँछ यहाँ फाक्साहरू अब यहाँबाट म गोसलाइन जाँदैछु है पहिला हामी यहाँ गोसलाइन खुब अहिले त गइँदैन पनि मासु लिनु यहाँ पहिला बुधबार पछि बुधबार आयो कि यतातिर हिँड्थ्यौँ हामी मर्चा जाँड बनाउने मर्चा यो है यत्रो त रोटी जस्तो है मर्चाहरू सित्रा यहाँ पाउँदो रहेछ नि यो ठुल्ठुलो यो सित्रा मर्चा जाँड बनाउने यो सानो पनि मर्चा होइन यो मर्चाको बच्चा सानो यो ठुलो माउ बच्चा मरिच कति पर्छ यो ठुलोको मर्चाको यो सानोको 5 हो यो घरबाटै आफै बनाउनु कि कहाँबाट तपाईँले बनाउनुहुन्छ हजुर ए खरिद गरेर ए आफैबाट यो त जाँड बनाउनुको लागि राम्रो हुन्छ यो जाँडको दबाई हो अब यहाँ जाँड बनाए त भाती बनाए खाने अब बुधबारको यहाँ पनि मर्चा जाँड बनाएर खाने भाती जाँड भात धेरै भयो भने यो मर्चा लगाएर भाती जाँड बनाएर खानु राम्रो हुन्छ है भाती जाँड अब यहाँ गोसलाइन एरिया जान्छु है म पहिला यहाँ गोसलाइनहरूको फेरि छ अहिले त पहिला खुब यहाँ गोसलाइन आइन्थ्यो बुधबारको दिन मासु लिनु अब त सबै चेन भइसक्यो जाँड रक्सी पाउने थुप्रै घरहरू थियो अहिले छैन रहेछ पहिला जस्तो अब यहाँ म गोसलाइन जान्छु है यहाँबाट यो हाट खोलाको यो गोसलाइन एरिया है यो गोसलाइन एरिया म गोसलाइन एरिया हिँड्छु है हाट खोलाको गोसलाइन पहिला बुधबारै पछि मासु किन्नु आउँथेँ अहिले त सबै चेन्ज भएछ यहाँ जाँड रक्सीहरू पनि पहिला यहाँ छनुमा जाँड रक्सीहरू खाने ठाउँ थियो अहिले त छैन पो रहेछ बाटोमा जाँड बेच्नेहरू धेरै फेरिएछ अहिले त ठाउँ ठाउँमा होटेल गरेर मात्रै बेच्छ अरू छैन गोसलाइन अब यो एरिया म हेर्दैछु गोसलाइन यो दमकको पुरानो हाट खोलाको गोसलाइन एरिया है
मासु सानो यहाँ यताबाट चाहिँ के हो बिहेको के तयारी हुँदै रहेछ टेन्ट सेन्ट पाल टाँगेर अब यहाँ लाइन एरियाको यो के हो बिहे कि के हुँदो रहेछ यहाँ गाडीहरू हाल्दै रहेछ यहाँ सानो यहाँ साङसाङ टोङमा पाउने रक्सी पाउने यहाँबाट चाहिँ अब गोस लाइन एरिया दमकको पुरानो गोस लाइन एरिया कस्तो छ है पहिला त खुब आइथ्यो अहिले त खुम्चेर सानो भएको रहेछ पहिला जस्तो रहेछ गोस लाइन पनि सानो खुम्चेर यता चिनेको जस्तो लाग्छ के छ नानी पनि नातिनी कि नानी हो छोरा छोरी कतिजना भएको छ यो सानो ए ल हजुर मेरो त ठुलो हुर्किसक्यो पार लगाइसक्यो ए म यसो भिडियो भ्लग खिच्दै हिँडेको ल ल ठिकै छ ल यहाँ अब दमकको गोसलाइन एरिया आयो है पहिला जस्तो त रहेछ गोसलाइन एरिया यो दमकको गोसलाइन एरिया है यहाँ सुँगु भैँसीको आन्द्राहरू यहाँ सुनेर यहाँ यसरी पो बन गर्दछ राँगाको खुट्टाहरू पहिला त यहाँ सानो भइसकेको छ पहिला रहेछ यहाँ वरिपरि छाप्री थियो जहाँ रक्सी पाउने अहिले त रहेन रहेछ त्यो पनि मासु भुटी खानेहरू थिएन अहिले त छैन पो रहेछ पहिला छैन रहेछ पहिला त छाप्रा छाप्री सबै थियो नि यत्रो यत्रो छाप्राहरू तङ जाँड अहिले त सानो भइसकेको छ नि अहिले त यहाँ वरिपरि बसेर यहाँ भुटुवा रक्सी जाँड खाने यो छाप्रा छाप्री पहिला त ठुलो थियो वरिपरि के भयो यो यहाँ बसेर खाने ठाउँ रहेछ यो सुँगुरको पाठा चुप्लाक सुँगुरको पाठा यहाँ बस्दो रहेछ यहाँ यी सुँगुरको यो पाठा कहाँबाट आउँदो रहेछ गाउँबाट सुँगुरको यो सुँगुरको पाठा यहाँ हेर्नु त गनाएर बुच्चा बोनी यहाँ सुँगुरको पाठाहरू यहाँ यी बोरा बोरा सुँगुरको पाठा गराउँदो रहेछ बानी छैन आफूलाई त यहाँ हेर्नु यहाँ छान्ने छ सुँगुरको पाठा सुँगुरको पाठा सुँगुरको पाठा यहाँ पनि खरिद बिक्री हुँदैछ यता पहिला जस्तो त्यति रहेन रहेछ यो गाउँबाट लिएको यहाँ सुँगुरको पाठाहरू यहाँको सुँगुरको यो सबै वरिपरि पहिला त ठुलो थियो भैँसीको मासु एक ठाउँ मात्रै रहेछ यो वरिपरि पहिला त ठुलो थियो नि यहाँतिर यहाँ हिसाब अब हेर्नु है त खरिद कस्तो हुन्छ है यहाँ यो कर उठाउँदो रहेछ यहाँ सुँगुरको पशु कर यहाँ हाटु कर यसरी यहाँ कर उठाउनेहरू कर उठाउँदैछ सुँगुरको यहाँ पशु यहाँबाट खरिद बिक्री सुँगुरहरू हेर्नु कस्तो मजा मजाको बुच्चाको कति पर्छ भुनीको कति हो यो त ठुल्ठुलो रहेछ यहाँ यहाँ गफ कस्तो राम्रो व्यापारीहरूको गफ सुन्नु चाय अब यही छ
यहाँबाट सुँगुरको हो यहाँ भैँसीको मासु पहिला जस्तो छैन यहाँ वरिपरि पहिला त ठुलो थियो यहाँ यसरी अब राँगाको मासु तली 4 माइलर ये राँगाको मासु नरम करम भन्दैछ यो सबै 4 माइल हो यहाँ पनि छ यो राँगाकै मासु यो यहाँ राँगाकै मासु कति राम्रो हो आमा आमा ठुटो खुट्टा ए पहिले जस्तो त छैन छ नि यो सबै यहाँ सुँगुर हेर्नु अब सुँगुर पाठा यहाँबाट यसरी सुँगुर पाठा दिन्छ चुपचाप कसरी हो सुँगुर पाठा 5,000 भुनीको कसरी बुच्चा भुनीको 4 पाठाको 5 ए ल म सोधेको यहाँ सुँगुर पाठाको दामहरू भुनीको 5 अरे ए भुनीको बुच्चाको 5 ए बुच्चाको 5 भुनीको 4 ए भुनी भनेको बुच्चा भनेको केटा भुनी भनेको केटी पाठी त्यसरी रहेछ यहाँतिर सुँगुरको अहिले त महँगो रहेछ भुनीको 4,000 बुच्चाको 5,000 अरे हो पाठाको दाम अहिले सुँगुरको पाठाको दाम यहाँ भुनीको बुच्चाको 5,000 भुनीको 4,000 पाठाको दाम यो सबै बोरा बोरा सुँगुरको पाठाहरू लिएर वरिपरि सुँगुर खरिदबिक्री यहाँ सुँगुरको पाठा तपाईँको के यो एउटा मात्रै हो बिक्री भइसक्यो अरे हो यो चाहिँ के हो पाठा यो कसरी बेच्नु यो 1500 किन यो चाहिँ सस्तो यो अझै ठाउँ छैन ए त्यहाँ त भुनीको 4,000 बुच्चाको 5 भन्दा यहाँ त कति यो चाहिँ के अलिकति नबढेको रोगी हो कस्तो ए बिसानो कहाँबाट ल्याउनु भएको तपाईँले यो पेल्टीमाडीबाट ए पेल्टीमाडी गाउँहरूबाट लिएको ए यहाँ त धेरै रहेछ यता सबै बिक्री भइसक्यो अब यो मात्रै बाँकी ए ल ठिक छ सुँगुर पायो पाठाको यात्रा त यो पुरा यो चाहिँ सबै खरिद यो भइसकेको लाने हो यो पुरा भइसकेको होलसेल यो कहाँ लानुको लागि तयार गरेको हजुर धरान ए उता धरान लगेर पाल्ने फार्म उता लगेर बढाएर धराने कालो बङ्गुरको सेकुवा मासुको लागि पछि है यो सबै उता भइसकेको प्याक भइसकेर डेलिभरी यो भइसकेको खरिद भइसकेको अब यो धराने यही सुँगुरलाई धराने कालो बङ्गुर सेकुवा अब सेकुवामा ए यो त फार्ममा यो त पालेर यो त सानो के यो सबै खरिद भइसकेको ए यो त सबै प्याकिङ यो त डेलिभरी आमामामामा कति धेरै हो यो ए धराने कालो बङ्गुरको सेकुवा बिक्री भइसक्यो हेर्नु कति राम्रो यो चाहिँ डेलिभरी भएर जाने रहेछ यो ख्याउटे सुँगुरमा अठामा उब्रेको रहेछ यो धराने कालो बङ्गुर यो सेकुवाको लागि यो पुरा जाने रहेछ पछि धराने कालो बङ्गुर सेकुवा
यो सबै हेर्नु यहाँ यो सुँगुरको यहाँ पाठाको खरिद बिक्री यो रहेछ यहाँ यो यहाँ अहिले पहिला जस्तो त रहेनछ है गोस लाइन पनि सानो खुम्चिएर गइसकेको छ यो जाँडक्सी यहाँ पाउने हामी पनि पहिला त्यहाँ त रमाइलो पो हुन्थ्यो अहिले सबै यो सानो हुँदै यहाँ यो सुँगुरको आन्द्रा भुडी यो भित्रासहरू यो सबै यहाँ ल यहाँ गोस लाइन अहिले सानो भएर गएछ यी सबै आन्द्रा भुडीहरू यहाँ सुँगुर भैँसीको आन्द्राहरू बेच्ने यहाँ रहेछ अब यहाँबाट सबै भयो अहिले सानो भएर गयो गोस लाइन पनि पो सानो पहिला जस्तो रहेन रहेछ अब यहाँबाट निस्के अब गोस लाइन यो बजार लागे जस्तो छ आज बुधबारको दिन बाङ्गे पहिला भन्थ्यो बाङ्गे बजार यहाँ बाङ्गे बजार लाए जस्तो छ यहाँ बाङ्गे बजार लाए जस्तो छ बुधबारको दिन यसरी दमैलाई बाङ्गे बजार भन्थ्यो यहाँ बाङ्गे बजार लाए जस्तो छ है बाङ्गो बाङ्गो आज बाङ्गे बजार लाए जस्तो छ बाङ्गे बजार बाङ्गे बजार लाए जस्तो छ अब म जाँदैछु अब म उकालो लाग्दैछु यो हाट खोलाको यो पुल यहाँ वरिपरि पहिला जाँडक्सी बेच्नेहरू यहाँ बस्थ्यो अहिले त रहेन रहेछ यहाँ छ जाँडहरू पनि पहिला त खाइयो पनि भयो यहाँ यो वरिपरि यहाँ मर्चा जाँडको मर्चा मात्रै रहेछ दिँदैन कि किन हो अहिले छैन त्यति साह्रो यहाँ जाँडक्सी पाउने यो सबै यो हाट खोलाको यो मर्चा व्यापारीहरू सित्रा व्यापार यता सित्रा व्यापार यो दमकमा बन्दै गरेको नयाँ कम्प्लेक्स भवन सबै एसियाको सिक्युरिटीहरू हेर्नु त सुमन सम्पूर्ण यो सम्पूर्ण होटेलमा योबाट जाने ठाउँ अहिले कहाँ छ हौ होटल ओखलढुङ्गा पहिला त यहाँ त ठुलो ठाउँ पो थियो त अहिले त हेर यो कम्प्लेक्स भवन बनाउँछ सानो सानो साँगुरिएर गएछ अहिले यहाँबाट यसरी घुम्दै घुम्दै यहाँ सुनचाँदी पसलहरू थियो ओखलढुङ्गा रहेछ हौ यहाँबाट जाने ठाउँ छ कि छैन अहिले यो कम्प्लेक्स भवन अब 1-2 वर्षमा बनिसक्छ अब यताबाट जाँदाखेरि यो हेर यहाँ थियो सम्पूर्ण होटेल पहिला यहाँबाट अहिले बिहानको टाइममा के खानु र यहाँबाट यी अब बिहान खाजा खाएकै हो जानु खानु यहाँबाट ठाउँहरू छ कि छैन अहिले ए सबै यता जाने ठाउँ थियो नि पहिला रहेन रहेछ अहिले त सिधा उता निस्किने छिर्ने ठाउँ थियो अहिले त रहेन रहेछ के भएछ नि यो कम्प्लिट यहाँ कम्प्लेक्स भवन बनाउँदैछ अब सुपर मार्केट एरिया यो यहाँ थियो पहिला सम्पूर्ण होटेल यो लाइनमा आइबस्थ्यौँ यहाँबाट यहाँ उताबाट छिर्ने ठाउँ त अहिले त रहेन रहेछ पहिला त उताबाट छिर्थ्यौँ सबै बन्द रहेछ अहिले त पारी छिर्ने ठाउँहरू पनि के भएछ नि यो सम्पूर्ण होटेल यो पुरानो है यो पहिला यहाँ आउँथ्यौँ हामी यहाँ अहिले भर्खरै होला अहिले के भएन यो सुमन सिक्युरिटी यस्तो राम्रो छ यो सिक्युरिटीहरू अहिले भर्खर बिहान छ खानुपर्ने जरुरी छैन ल यहाँ अब यहाँबाट छिर्दै चिकन एन्ड भेज अनि यहाँ अब अहिले यहाँ पहिला यहीँ थियो सुँगुर पाठाल अहिले छैन यहाँ यो दीपक ज्वेलरी अब यहाँबाट उकालो लाग्दैछ है गाइस उकालो लाग्दैछ है यो यहाँ यी फाटफुटे
फाटफुटे कपडा पसलहरू यो सस्तो यो फुटपातेहरू यी पैसा नहुने निम्न मान्छेहरूको लागि आवश्यकताको लागि लुगा लाउनु यहाँ सस्तो भुइँको फाटफुटे फुटपाते व्यापारीहरू अब यहाँबाट भक्का व्यापारीहरू खै दमक बजारै पहिला जस्तो दमक बजारै लाग्दैन रहेछ यहाँ भक्का व्यापारी सुर्ती व्यापारी यी भक्का यहाँ भक्का व्यापार गर्ने यहाँ छ यहाँ सुर्ती व्यापार छ चुरहरू विदेश पठाउने यहाँ हेर्नु न चुर व्यापारहरू यो हेरेर पठाइदिने नि म यहाँ हेर्नु यहाँ कति राम्रो व्यापार चुर व्यापारहरू यसरी चुर खाने अहिले जमाना पनि छैन त्यति चुर व्यापारहरूको रहेछ यहाँ ल यताबाट यो सुर्ती व्यापार रहेछ राम्रो चल्छ सानो निम्न आयोगहरूलाई आफ्नो आम्दानीको स्रोतहरू हुन त स्वास्थ्यलाई हानिकारक हो तै पनि खानेले अब यो आफ्नो जीविका पार्छन् जिन्दगी बाँच्नुको लागि गर्नुपर्छ अब स्वास्थ्य सुर्ती जन्य चिजहरू त हानिकारकै भन्छ तर आफ्नो बाँच्नुको लागि जीवोपार्जनको लागि सुर्ती व्यापार भइरहेको रहेछ यहाँबाट अब यहाँबाट मिसाल बजार नमुना मार्केटमा आए नमुना मार्केटबाट अब त बजार छैन हौ खोइ त बजारको रौनक पनि देख्दिनँ चलपल छैन पहिला त भिडभाड हुन्थ्यो अब सबै बजारे दोकान एभ्री टाइम व्यापार दोकान हुन्छ अब पहिला चाहिँ व्यापारहरू त्यति अरू बेला नहुने अनि बुधबारको दिन मात्रै हुने भएर मान्छेहरूको भिडभाड हुन्थ्यो त्यही बेला बुधबार आएपछि चाहिँ सौदापात गर्ने भन्ने एउटा चलन थियो अहिले त अब एभ्री टाइम व्यापार मासु सबै ठाउँ पाउँछ पहिला अब गोठलाइन जानु पर्दैन पहिला त मासु खानुको लागि बुधबार गोठलाइन नै जानु पर्थ्यो अरू बेला नपाउने अहिले जताततै व्यापार छ बिजनेस जहाँ चाहिँ पाउँछ बुधबारको दिन पनि पर्खिनु पर्दैन पहिला चाहिँ अब मासु खानु पर्यो भने बुधबारै पर्खिनु पर्ने अवस्था थियो अरू ठाउँ थिएन अहिले व्यापारहरू त्यति साह्रो बुधबारको दिन पनि मतलब मान्छेको निकै भिडभाड हुन्छ छैन रहेछ सुनसानै छ बजार भर्खर खोल्दैछ ढिलो खोल्छ काठमाडौँमा चाहिँ बिजनेस हब भएर बिहानै चाहिँ यहाँ चाहिँ अब त्यति बिजनेस छैन र ढिलै खोल्छ यहाँ अहिले भर्खर मात्रै व्यापारहरू दोकान खोल्दैछ यो डिपार्टमेन्ट स्टोरबाट यता नयाँ सब्जी बजारको लाइन यो सिङ्गडेल मार्केट हो यहाँ सुपर मार्केट छ योदेखि म अब यता लागिरहेको छु यो नयाँ पुरानो सब्जी पहिला यहाँ थियो बजार त्यहाँ तल सारेपछि यो चाहिँ पुरानो सब्जी बजारमा परिणत भयो यताबाट यो फलफुलको दोकानहरू नरिवलहरू यो खरबुजा केरा सेरा या फलफुलहरू सुन्तला अङ्गुरहरू छ यहाँबाट अब यो पुरानो सब्जी बजारको लाइन एरियामा घुम्दैछु अहिले बजार नै रहेछ पहिला जस्तो ओहो के छ नि ठिकै छ पुरानो सब्जी बजार लाइन पुरानो यो सब्जी बजार लाइनहरू यो पूजा भण्डार औषधि पसल यो पहिला यहाँ त टहराहरू पो थियो त खुल्ला अहिले छैन यो पुरानो सब्जी बजार लाइनहरू यहाँ खुल्ला यो सब्जी बजारको टहरा लाइन थियो हटेछ यहाँबाट यहाँ अब यो पहिला जस्तो छ यहाँबाट थियो पहिला बजार यता छ कि छैन अहिले यो टहरा थियो कि छैन रहेछ पहिला हेलो ठिक छ म यहाँ यसो यता सब्जी बजार लाइन थियो पहिला टहराहरू त रहेन रहेछ यहाँ हटेछ अहिले त यता थियो नि खुल्ला थियो यो कपडा पसल यता अब यो
यहाँदेखि खासै छैन अब यो यहाँबाट अब हिँड्दै जाँदाखेरि औषधि पसल यो सिटीहरूले भान्छ र अहिले बर्बाद बनाउँछ। अब यो यहाँबाट जाउँ अब के रहेछ यहाँबाट सानै यताबाट चाहिँ अब सब्जी पसल लाइन हो। यहाँबाट अब यो बाटो हिँड्दै हिँड्दै शुद्ध शाकाहारी खाजा घर होटल एन्ड रेस्टुरेन्ट सेवा भन्ने रहेछ यहाँबाट यहाँ चाचा सामान लगेर भित्र जाँदैछ। चाचा यो फास्ट फुड जक्सन यो ठाउँ पनि खुबै आइन्थ्यो पहिला त। यहाँ रक्सी जाँड खाने ठाउँहरू यो भर्लाबोटे कान्छाको राँगाको मासु पाउने ठाउँ यतैबाट यो के हो खाने सुट यो सखर योहरू बन्द इस्कुसको जराहरू होला इस्कुसको जराहरू। यो मामा माइजू खाजा घर यहाँ मामा माइजूको खाजा घर रहेछ यो। खोइ त बुधबार पनि खासै बजार त नलाग्दो रहेछ। ए फ्रेस हाउस यहाँबाट जाँदै जाँदै 5 थरी चामाथुङमा होटेल यहाँबाट बाटोहरू चामाथुङ र यो धनकुटे माइलाको राँगा मासु पसल अरे यो धनकुटे माइलाको राँगा मासु पसल कति राम्रो हो डेकोरेसन अहिले त। अनि यस्तो राम्रो डेकोरेसन भएको सफा राम्रो फ्रेस हाउस त गोस लाइनमा को किन्नु जान्छ जाँदैन नि अहिले त फोहोरी ठाउँमा राम्रो राम्रो पाउँछ अहिले फ्रेस हाउसहरू सफा हाइजेनिङ। अब मान्छेहरू अहिले सबै परिवर्तन भइसक्यो एडभान्स भइसक्यो राम्रो राम्रो फ्रेस हाउस छ। अब पहिला जस्तो त गोस लाइनहरू त अब छैन नि अहिले त फोहोर त डङडुङ्दी गनाउने सुँगुरको लिदिएर घुमा टेक्दै जाने हुँदैन। यो सिरेटो यस्तो राम्रो मासु पसलहरू छ अब अहिले त गोस लाइन जाँदैन मान्छेहरू राम्रो राम्रो सिरेटो मासु पसल। यो भर्ला बोटे यो पुरानो हो यो भर्ला बोटे खान्छ पहिला म पनि यहीँबाट मासु लान्थेँ। यो भर्ला बोटे कान्छा मासु पसल कान्छा जेठाको मासु भर्ला बोटे जेठा यता कान्छा रहेछ दुईजना दाजुभाइ पो रहेछ पहिला यहीँबाट कान्छा दाजुभाइको। ल यहाँबाट यो न्यू केबी फ्रेस हाउस सबै यहाँ सिरेटो मासु पसल मासु कति खरिद बिक्री खाँदो रहेछ भने मान्छेहरूले छैन बुधबार पनि बजार त। ल यहाँबाट जाँदा जाँदै यहाँ माछाको पहिला त यहाँ त फ्री एउटा फिस जिउँदो मासु माछा पाउने एउटा पोखरी एउटा बनाएर माछा पाउने ठाउँ पनि थियो हट्यो पहिला थियो यहाँ जिउँदो माछा पाउने फ्रेस माछा पाउने ठाउँ थियो माछा खेलिरहेको हुन्थ्यो त्यहाँबाट आफूले छानेर टिप्नु अन्नुपर्ने। काठमाडौँ होटल राँगाको मासु पसल यो सबै शर्मिला खाजा घर यहाँ 5 थर चामाथुङमा होटल। अब यहाँबाट जाँदैछु है बिबी खाजा घर यो वडा कार्यालय 6 नम्बरको हजुर छिटो होइन छिटो बिस्तारै यो मामा माइजूको खाजा घर घुम्दै हिँडेको नि यहाँ के छ दमकको। आज बुधबारको दिन त्यति बजार नलाग्दो रहेछ नि पहिला जस्तो छैन रहेछ नि त चकमन्न रहेछ पहिला जस्तो बजारहरू घुमि हिँडेको लाग्दैन रहेछ बजार त। फास्ट फुड जक्सन यहाँबाट अब
अब यो सब्जी मन्डी राम्रो सब्जी मन्डी सब्जी यहाँ सब्जी बजार JNJ सुपरमार्केट टपरीको व्यापार यो पातहरू यो टपरी बनाउने यो पातहरू यहाँ छ पातको राम्रो पातको व्यापार सालको पात के को पात हुन्छ के को पातो भन्छ यसलाई सालको पात होइन सालको पात टपरी उनेर भने यही गीत छ अरे यो सालको पात यो व्यापार यो पातको व्यापार राम्रो यहाँतिर हुँदो रहेछ हो कसरी पो यो मुठाको कसरी दिन्छ यो 80 हो कतिवटा हुन्छ भित्र यो गर्ने ए हजुर एक दुईवटा यो सालको पाता यो सालको पाता टपरी उनेर अनि यो राम्रो बिहे साल एउटा पर्छ 1-2 रुपियाँ पर्छ यो चिन्डु रहेछ यो चाहिँ राईहरूले यो चिन्डुमा पानी लगाएर पूजाको लागि रहेछ ओखर यो सबै यो ओखरहरू छुर्पी यो पहाडे ओखर हो यो हाडे ओखर यो अलैँची यो के हो दबाईहरू रहेछ जडीबुटी यो सबै यो जडीबुटी दबाईहरू यो सबै यहाँ कति पर्छ यो खरबुजा सबै रेडिमेड सामान पाउने ठाउँहरू स्टक कलेक्सन यहाँबाट अब यो सिङ्गल डिपार्टमेन्ट ए नमस्ते म यसो खिच्दै ल खिच्दै अनि के छ अनि यहाँ नयाँ बनाउँदै गरेको ए बनाइसक्यो ए ल म यसो बुधबारको दिन यसो बजार घुम्दै बजार पनि त्यति नलाग्दो रहेछ अहिले छैन रहेछ यता बजारको यसो घुम्दै ल अब म जाँदैछु यो खाजा घर यहाँ राम्रो कोठीहरू पानीपुरीहरू पाउँछ यहाँ न्यू खाजा घर यावा मार्ट अब यहाँबाट म हिँड्दै अब यहाँबाट जाँदैछु अब मेरो आफ्नो ठाउँतिर
सुन्नु सालको पात परि अब हिँड्दै म अब अघिको ठाउँ यहाँ आफ्नै ठाउँ आउनु आँटे मासु पसल हो कि जसलाई यो अब सुँगुरको मासु खुवाउने ठाउँ यो चाहिँ के भन्नु यहाँ अब यो नयाँ सब्जी बजार जाने बाटो सिधा छ बोर्डिङ स्कुल जाने बाटो नयाँ सब्जी बजार यसलाई यहाँबाट नयाँ सब्जी बजार जाने रत्न चोक भन्दो रहेछ लिम्बुनी होटेल नता चाहिँ यो लिम्बुनी लेखेको चाहिँ अलिक मिलेन है यो बनाउनु लिम्बू यसो हुन्छ गल्ती भएछ यो कस्तै लिम्बूको मात्रा पुगेन यताबाट लिम्बुनी सचाउनु यो मलाई हेर्छु मैले लिम्बुनी यसरी लेख्दैन नि कताबाट लेखेको लिम्बुनी यता घुमेको हुनुपर्ने नि उकर होइन यसो घुम्छ नि लिम्बुनी यो भएन नि तलको उकर यो चाहिँ यसो यताबाट त्यो उकर यो अलिक गल्ती अनि यहाँ रत्नचोक यहाँ पनि रत्नचोक रहेछ धरानमा मात्रै रत्नचोक सुनेको राङ्गा चोक अघि भएन यो लिम्बुनी पाथिभरा राङ्गा मासु पसल सुँगुरको मासु होइन यहाँ अब नेपालीका होटेल किरात माङ्गिम भिसी प्रतिष्ठान मेरो निवासमा आइपुग्यो है अब किरात माङ्गिम भन्दै यो नेपालीका होटेल यो बाटो म जाँदैछु अघि आएको ठाउँबाट अब म यो अर्ग्यानिक सब्जी बजार सब्जी नेपालीका होटेल यो त किनी पुच क्याफे यो राम्रो छ क्याफे किनी पुच क्याफे यो सेलुन यता नेपालीका होटेल पो रहेछ त अब यहाँबाट म मेरो गन्तव्य ठाउँमा आइपुगेँ दमक भिसी मार्ग दमक 6 रामबहादुर भिसी अनेरी क्याप्टेन जिसिओ रामबहादुर बेगा भिसी किरात युमा माङ्गिम भिसी प्रतिष्ठानको गेटमा आइपुगे अब यहाँभित्र पसिरहेको छु किरात युमा माङ्गिम भिसी प्रतिष्ठानको मा म आफ्नो निवासमा आए आजको दमक बजार घुमफिर गर्दै यताबाट अब म मेरो सानो ब्लग पनि मेरो युमा पिक्चर्स सानो युट्युब च्यानल आजको दमक बजार घुमफिरको सेरोफेरो आज घुमे आज मेरो यो सानो घुमफिरको दृश्यहरूको मेरो च्यानलमा लगाउँदै मेरो आज यही समाप्त गर्न चाहन्छु। ओके म अब दमकको पुरानो सब्जी बजार लाइनतिर जाँदैछु है।
अब आज बुधबारको दिन अब त्यति साह्रो पहिला जस्तो बजार त लाग्दैन रहेछ। पातो पातो बजार पनि त्यति छैन, मान्छेको भिडभाडहरू। अब दमकको यो पुरानो सब्जी बजार, यो सिङ्गदेल मार्केट, यो सिङ्गदेल मार्केट एरियाबाट सुपर मार्केट, यो डिपार्टमेन्ट स्टोरबाट यता नयाँ सब्जी बजारको लाइन यो सिङ्गदेल मार्केट हो। यही सुपर मार्केट, यो सिङ्गदेल सुपर मार्केट, सिङ्गदेल डिपार्टमेन्टल स्टोर रहेछ। यहाँ खरिद बिक्रीको लागि राम्रो यो स्टोर हो। दमकको अहिले राम्रो चलेको यो सुपर मार्केट। यहाँ हरेक खाद्यान्न चिजहरू, कस्मेटिक चिज, अरू त कस्मेटिक त भन्दैन, सरी कस्मेटिक भन्दैन, खाद्यान्न चिजहरू, लता खानेकुरा, सेम्पू, साबुन, यस्ता खाद्यान्न पेय पदार्थहरू, बियर, रेड बुल, यस्ता पेय पदार्थहरूदेखि लिएर ग्रोसरी आइटम भनौँ न, सिधै ग्रोसरी आइटम, खानेको खाद्यान्न चिजहरू पाउँछ। योदेखि म अब यता लागिरहेको छु। यो नयाँ पुरानो सब्जी पहिला यहाँ थियो बजार, त्यहाँ तल सारेपछि यो चाहिँ पुरानो सब्जी बजारमा परिणत भयो। यताबाट यो फलफुलको दोकानहरू, नरिवलहरू, यो खरबुजा, केरा सेरा, या फलफुलहरू, सुन्तला, अङ्गुरहरू छ। यहाँबाट अब यो पुरानो सब्जी बजारको लाइन एरियामा घुम्दैछु। अहिले बजार नै रहेछ पहिला जस्तो। ओहो, के छ नि? ठिकै छ। पुरानो सब्जी बजार लाइन, पुरानो यो सब्जी बजार लाइनहरू, यो पूजा भण्डार, औषधि पसल। यो पहिला यहाँ त टहराहरू पो थियो त खुल्ला, अहिले छैन। यो पुरानो सब्जी बजार लाइनहरू, यहाँ खुल्ला यो सब्जी बजारको टहरा लाइन थियो, हटेछ। यहाँबाट अब यो पहिला जस्तो छ, यहाँबाट थियो पहिला बजार। यता छ कि छैन अहिले? यो टहरा थियो कि छैन रहेछ पहिला। हेलो, ठिक छ। म यहाँ यसो यता सब्जी बजार लाइन थियो पहिला, टहराहरू त रहेन रहेछ, यहाँ हटेछ अहिले त। यता थियो नि, खुल्ला थियो यो कपडा पसल यता। अब यो यहाँदेखि खासै छैन। अब यो यहाँबाट अब हिँड्दै जाँदाखेरि औषधि पसल यो सिटीहरूले भान्छ र अहिले बर्बाद बनाउँछ। अब यो यहाँबाट जाउँ। अब के रहेछ यहाँबाट? स्यालै यताबाट चाहिँ अब सब्जी पसल लाइन हो। यहाँबाट अब यो बाटो हिँड्दै शुद्ध शाकाहारी खाजा घर, होटल एन्ड रेस्टुरेन्ट सेवा भन्ने रहेछ। यहाँबाट यहाँ चाचा सामान लगेर भित्र जाँदैछ। चाचा, यो फास्ट फुड जक्सन, यो ठाउँ पनि खुबै आइन्थ्यो पहिला त। यहाँ रक्सी जाँड खाने ठाउँहरू, यो भर्ला बोटे कान्छाको राँगाको मासु पाउने ठाउँ यतैबाट। यो के हो खाने सुट, यो सखर, योहरू बन्द, इस्कुसको जराहरू होला, इस्कुसको जराहरू। यो मामा माइजू खाजा घर, यहाँ मामा माइजूको खाजा घर रहेछ। यो खोइ त बुधबार पनि खासै बजार त नलाग्दो रहेछ। फ्रेस हो। यहाँबाट जाँदै 5 थरी चामाथुङमा होटेल, यहाँबाट बाटोहरू चामाथुङहरू। यो धनकुटे माइलाको राँगा मासु पसल अरे। यो
धनकुटे माइलाको राँगा मासु पसल कति राम्रो हो डेकोरेसन अहिले त। अनि यस्तो राम्रो डेकोरेसन भएको सफा राम्रो फ्रेस हाउस त गोस लाइनमा को किन्नु जान्छ, जाँदैन नि अहिले त फोहोरी ठाउँमा। राम्रो राम्रो पाउँछ अहिले, फ्रेस हाउसहरू सफा हाइजेनिङ। अब मान्छेहरू अहिले सबै परिवर्तन भइसक्यो, एडभान्स भइसक्यो, राम्रो राम्रो फ्रेस हाउस छ। अब पहिला जस्तो त गोस लाइनहरू त अब छैन नि अहिले त, फोहोर त डङडङदी गनाउने, सुँगुरको लिदिएर घुमा टेक्दै जाने हुँदैन। यो सिरेटो यस्तो राम्रो मासु पसलहरू छ। अब अहिले त गोस लाइन जाँदैन मान्छेहरू, राम्रो राम्रो सिरेटो मासु पसल। यो भर्ला बोटे, यो पुरानो हो, यो भर्ला बोटे खान्छ। पहिला म पनि यहीँबाट मासु लान्थेँ। यो भर्ला बोटे कान्छा मासु पसल, कान्छा जेठाको मासु, भर्ला बोटे जेठा, यता कान्छा रहेछ, दुईटा दाजुभाइ पो रहेछ। पहिला यहीँबाट कान्छा दाजुभाइको। ल यहाँबाट यो न्यू केबी फ्रेस हाउस, यो सबै यहाँ सिरेटो मासु पसल। मासु कति खरिद बिक्री खाँदो रहेछ भने मान्छेहरूले, छैन बुधबार पनि बजार त। ल यहाँबाट जाँदा जाँदै यहाँ माछाको पहिला त यहाँ त फ्री एउटा फिस जिउँदो मासु माछा पाउने एउटा पोखरी एउटा बनाएर माछा पाउने ठाउँ पनि थियो, हट्यो पहिला थियो। यहाँ जिउँदो माछा पाउने, फ्रेस माछा पाउने ठाउँ थियो। माछा खेलिरहेको हुन्थ्यो, त्यहाँबाट आफूले छानेर टिप्नु आउनुपर्ने। काठमाडौँ होटल, राँगाको मासु पसल, यो सबै शर्मिला खाजाघर, यहाँ पाँच थर चामाथुङमा होटल। अब यहाँबाट जाँदैछु है, बिबी खाजाघर। यो वडा कार्यालय 6 नम्बरको। हजुर छिटो होइन, छिटो बिस्तारै। यो मामा माइजूको खाजाघर घुम्दै हिँडेको नि, यहाँ के छ दमकको। आज बुधबारको दिन त्यति बजार नलाग्दो रहेछ नि, पहिला जस्तो छैन रहेछ नि त, चकमन्न रहेछ। पहिला जस्तो बजारहरू घुमि हिँडेको लाग्दैन रहेछ बजार त। फास्ट फुड जक्सन, यहाँबाट अब यो सब्जी मन्डी राम्रो, सब्जी मन्डी, सब्जी यहाँ सब्जी बजार। सुपर मार्केट टपरीको व्यापार यो पातहरू, यो टपरी बनाउने यो पातहरू यहाँ छ। पात पनि राम्रो, पातको व्यापार। सालको पात, के को पात भन्छ, के को पात पो भन्छ यसलाई, सालको पात होइन, सालको पात टपरी उनेर भने यही गीत छ नि। यो सालको पात, यो व्यापार, यो पातको व्यापार राम्रो यहाँतिर हुँदो रहेछ हो। कसरी पो यो मुठाको कसरी दिन्छ? यो 80 हो। कतिवटा हुन्छ भित्र यो गर्ने? ए हजुर, 1-2 यो सालको पाता, यो सालको पाता टपरी उनेर अनि यो राम्रो बेग साल 1-2 टाको पर्छ, 2 रुपियाँ पर्छ। यो
यो चिन्डु रहेछ यो चाहिँ राईहरूले यो चिन्डुमा पानी लगाएर यो पूजाको लागि रहेछ ओखर यो सबै यो ओखरहरू छुर्पी यो पहाडे ओखर हो यो हाडे ओखर यो अलैँची यो के हो दबाईहरू रहेछ जडीबुटी यो सबै यो जडीबुटी दबाईहरू यो सबै यहाँ कति पर्छ यो सबै रेडिमेड सामान पाउने ठाउँहरू स्टक कलेक्सन यहाँबाट अब यो सिङ्गल डिपार्टमेन्ट ए नमस्ते म यसो खिच्दै ल खिच्दै अनि के छ अनि यहाँ नयाँ बनाउँदै गरेको ए बनाइसक्यो ए ल म यसो बुधबारको दिन यसो बजार घुम्दै बजार पनि त्यति नलाग्दो रहेछ अहिले छैन रहेछ त्यही त बजारको यसो घुम्दै ल अब म जाँदैछु यो खाजा घर यहाँ राम्रो टोकेहरू पानीपुरीहरू पाउँछ यहाँ न्यू खाजा घर यावा मार्ट अब यहाँबाट म हिँड्दै अब यहाँबाट जाँदैछु अब मेरो आफ्नो ठाउँतिर सालको पात टपरी अब हिँड्दै म अब अघिको ठाउँ यहाँ आफ्नै ठाउँ आउनु आँटे मासु पसल हुँदी जसलाई यो अब सुँगुरको मासु खुवाउने ठाउँ यो चाहिँ के भन्नु यहाँ अब यो नयाँ सब्जी बजार जाने बाटो सिधा छ बोर्डिङ स्कुल जाने बाटो नयाँ सब्जी बजार यसलाई यहाँबाट नयाँ सब्जी बजार जाने रत्न चोक भन्दो रहेछ लिम्बुनी होटेल नता चाहिँ यो लिम्बुनी लेखेको चाहिँ अलिक मिलेन है यो बनाउनु लिम्बू यसो हुन्छ गल्ती भएछ यो कस्तै लिम्बूको मात्रा पुगेन यताबाट लिम्बुनी सचाउनु यो मलाई हेर्छु मैले लिम्बुनी यसरी लेख्दैन नि कताबाट लेखेको लिम्बुनी यता घुमेको हुनुपर्ने नि उकर होइन यसो घुम्छ नि लिम्बुनी यो भएन नि तलको उकर यो चाहिँ यसो यताबाट त्यो उकर यो अलिक गल्ती अनि यहाँ रत्नचोक यहाँ पनि रत्नचोक रहेछ धरानमा मात्रै रत्नचोक सुनेको राङ्गा चोक अघि भएन यहाँ लिम्बुनी
राको मासु कस्तो राम्रो फ्रेस जुन पालिएर राँगा मासु बस्छ सुँगुरको मासु होइन यो अब नेपालीका होटेल किरात माङ्गिम भिसी प्रतिष्ठान अब मेरो निवासमा आइपुग्यो है अब किरात माङ्गिम मन्दिर यो नेपालीका होटेल यो बाटो म जाँदैछु अघि आएको ठाउँबाट अब म यो अर्ग्यानिक सब्जी बजार सब्जी नेपालीका होटेल यो त किनीपुच क्याफे यो राम्रो छ क्याफे किनीपुच क्याफे यो सेलुन यता नेपालीका होटेल पो रहेछ त अब यहाँबाट म मेरो गन्तव्य ठाउँमा आइपुगेँ दमक भिसी मार्ग दमक 6 रामबहादुर भिसी अनेरी क्याप्टेन जिसिओ रामबहादुर बेगा भिसी किरात युमा माङ्गिम भिसी प्रतिष्ठानको गेटमा आइपुगे अब यहाँभित्र पसिरहेको छु किरात युमा माङ्गिम भिसी प्रतिष्ठानको मा म आफ्नो निवासमा आए आजको दमक बजार घुमफिर गर्दै यताबाट अब म मेरो सानो ब्लग पनि मेरो युमा पिक्चर्स सानो युट्युब च्यानल आजको दमक बजार घुमफिरको सेरोफेरो आज घुमे आज मेरो यो सानो घुमफिरको दृश्यहरूको म मेरो च्यानलमा लगाउँदै मेरो आज यही समाप्त गर्न चाहन्छु ओके